हेलो 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 गाइज, आज हामी जडीबुटी हुँदै कोटेश्वर हुँदै बानेश्वर हुँदै हामी तपाईको कहाँ त्यहाँबाट कता सर थापाथली हुँदै अनि त्रिपुरेश्वर हुँदै जाउँदाखेरि हो हुँदै हामी सनक्क काठमाडौँलाई चाहिँ निकै घुम्ने हाम्रो आज यात्रा रहेको छ, हाम्रो योजना रहेको छ। सो हेर्न सक्नुहुन्छ हामी कहाँ कहाँ पुग्छौँ। यो चाहिँ जडीबुटी चोक हो। यो चाहिँ जडीबुटी चोक हो, जडीबुटी हो यो अस्तव्यस्त काठमाडौँमा ट्राफिक जाम। हामी ट्राफिक जाममा फँसेको छौँ अहिले, देख्न सक्नुहुन्छ। सो अहिले जामको कारणले हामी चाहिँ भित्री बाटो हुँदै साथीले चोर बाटो हालिसक्यो है। हामी अहिले हतारमा छौँ, त्यही भएर हामी अहिले कुदिहाल्यौँ। अब हामी यहाँबाट चाहिँ कोटेश्वर पुग्छौँ। हामी कोटेश्वरको यात्रामा छौँ। कोटेश्वर हुँदै अस्तव्यस्त काठमाडौँमा जताततै भिडै भिड। हामी कोटेश्वरमा पुग्यौँ। हामी एयरपोर्ट अब हामी फेरि कोटेश्वरको जाममा फस्यौँ। एक दुई मिनट फेरि हामी जाममै फस्छौँ। हामी साथीहरू देख्न सक्नुहुन्छ, यो चाहिँ कोटेश्वर। सो हामी जाममा छौँ अहिले। अघि नै त्यो आइडिया आएन, ठिकै छ। हामी लगन खेल हुँदै जानुपर्ने, तर हामी कोटेश्वरबाट चाहिँ बानेश्वरतर्फ अघि बढ्यौँ। अब हाम्रो यात्रा कोटेश्वरबाट बानेश्वर जाँदैछौँ। 3 मिनटको ट्राफिक जामको बसाइपछि हामी बानेश्वरतिर अघि बढ्दैछौँ, देख्न सक्नुहुन्छ। सो सुन्दर हिमालको दृश्य यहाँबाट देख्न सकिन्छ। पुरा हिमालमा पहाडमा हिउँ परेको छ, देख्न सक्नुहुन्छ साथीहरू। हिमाल कोटेश्वरबाट हिमाल देखिन्छ। अब हामी बानेश्वरतिर अघि बढ्दैछौँ। सुन्दर सफा काठमाडौँ पहिला हेरी धेरै सफा छैछ अहिले, धेरै। ऊ जमानामा यतातिर 4x4 थुप्रिन्थ्यो, अहिले 4 भन्ने कुरो देखिँदैन। मतलब अब धेरै खुसी कुरा हो। तर उहाँ चाहिँ एकदम हिमाल, सेतो हिमाल देखिन्छ उहाँ हो र हिउँ परेखा। यो चाहिँ कोटेश्वरबाट देख्ने दृश्य। अहिले हामी चिनकुनीमा छौँ। चिनकुनी हो यो। बाट बानेश्वरतिर अघि बढ्दैछौँ हामी। त्यहाँबाट सरर भएर सुन्दर सफा काठमाडौँ, एकदम रोडहरू एकदम सफा छ। तर एउटै मात्रै कुरो, अलि ट्राफिक चाहिँ अलि जाम छ, ट्राफिक अलि भिडभाड छ। किनकि मान्छेभन्दा गाडीहरू बाइकहरू बेसी भएको कारणले गर्दा नि यस्तो भयो होला अहिले। कत्रो बिल्डिङ बनाएको छ है। अब हामी बानेश्वरतिर जाँदैछौँ। हेलो वेलकम साथीहरूलाई।
तपाईँहरूलाई आज हामीले चाहिँ काठमाडौँको दृश्य देखाइरहेको छौँ। मस्त व्यस्त सहर काठमाडौँ। मानिसहरू आफ्नो पेसा होइन आफ्नो काममा अस्तव्यस्त छन्, हिँडिरहेका छन्, आफ्नो गुजारा गरिरहेका छन्। सुन्दर सफा काठमाडौँ, जस एकदम सफा हरियाली भएको छ काठमाडौँ। वरिपरि बिरुवा रुख बिरुवा रोपेर जस मानिसमा चेतनाको विकास भएको छ अहिले पहिला हेरी। किन भन्दा पहिला यता हामीलाई थाहा हुँदा यहाँ धुलो उड्थ्यो होइन, अहिले देख्न सक्नुहुन्छ वरिपरि बिरुवा रुखै रुख हरियाली। किन मान्छेमा चेतनाको विकास भएको हो क्या यो, होइन सर? चेतनाको विकास भएको नि यो त हेर्नु ल, कति राम्रो छ त। मान्छेहरूले गर्दै जाँदाखेरि हो यस्तो पनि हुँदो रहेछ भन्ने ज्ञान आयो क्या है। त्यो भएर नि अब थाहा भयो नि त मान्छेलाई, बल्ल चेतनाको विकास भएको हो। त्यो भएर चाहिँ हाम्रो काठमाडौँ अहिले सफा छ। वरिपरि चाहिँ तपाईँको दुई साइड बिरुवाहरू रोपेको छ, हरियाली बिरुवाहरू, बिचमा फुलहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ हामी बानेश्वर मेन भवन, संसद भवन आइपुगेको छौँ। संसद भवन यस्तो भएको छ, जति आन्दोलनले गर्दाखेरि छिटिपुगेको छ र हामी मेन बानेश्वर चोकमा छौँ हामी अब। र फेरि हामी ट्राफिक जाममा पऱ्यौँ। सायद 1-2 मिनट हामी ट्राफिक जाममा फस्छौँ। अहिले हामी बानेश्वरको जाममा छौँ हामी। ट्राफिक जाम खुलिसकेको छ। अब हामी बानेश्वर हुँदै हामी बर्मल साइड अघि बढ्दैछौँ। हामी बानेश्वर चोकबाट फेरि अब यहाँ बाइक दुर्घटना भएछ, यहाँ हेर्न सक्नुहुन्छ। अब हेर्नु हरियाली सहर, रुख बिरुवाहरू है सर, हेर्नु कस्तो राम्रो फुलहरू बिरुवाहरू। र अब हामी बर्मलतिर अगाडि बढ्दैछौँ। बिजुली बजार हुँदै हामी बर्मलतिर अघि बढ्छौँ। देख्नुहोस् न साथीहरू, बिरुवाहरू रोपेर एकदम हरियाली भएको छ। वरिपरि सफा भएको छ काठमाडौँ। यो सुन्दर शान्त देखिन्छ अहिले। सुन्दर शान्त के भन्नु, सुन्दर सफा। एनएमबी ब्याङ्क। अब हामी यो बिजुली बजारको पुल होइन सर, हो नि? यो भाइरल पुल हो यो, पहिला एकदम भाइरल राम्रो यो बिजुली बजारको पुल हो यो। यो पुलबाट चाहिँ हामी यहाँबाट चाहिँ अब बर्मलतिर अघि बढ्छौँ। दर्शकबिन देख्न सक्नुहुन्छ काठमाडौँ चाहिँ बर्मल साइड सबैभन्दा मलाई मनपर्ने रोड भनेको यो बर्मल सर यो साइड क्या। एकदम यो हेर्नु न, यहाँ बिरुवाहरू यति राम्रो छ, यति राम्रोसँग रोपेको छ है, यति हरियाली भएको छ, यति सफा छ। पहिला दिन सबै यहाँको ठाउँ यो बाटो चाहिँ मलाई अति मनपर्छ कि, किनकि यहाँ रुख बिरुवाहरू एकदम सबैभन्दा पहिला यहाँ भएको नि त। यहाँबाट चाहिँ अन्त चाहिँ यसरी होइन बिरुवा रोप्दै जाँदाखेरि राम्रो भएको हो। तर यहाँ चाहिँ पहिलादेखि एकदम राम्रो थियो कि बाटो, हेर्नु दुई साइड टक्का बिरुवा रोपेर दामी बनाएको छ। अब हामी एकछिन फेरि यहाँ जाममा पऱ्यौँ, यो बर्मल जाम देख्नुहुन्छ। यहाँ धुपी रोपेको छ यहाँ दुई साइड। अब हामी यो ट्राफिक जाम पछि हामी यहाँबाट माइती घर पुग्छौँ हामी। हामी
माइती घरतर्फ अघि बढ्यौँ यहाँबाट। फेरि हामी ट्राफिक जाममा पऱ्यौँ यहाँ। अब चाहिँ निकै लामो समय जाममा परेला जस्तो छ। दर्शक देख्न सक्नुहुन्छ हामी यहाँबाट धरहरा पनि देख्न सक्छौँ। धरहराको माथिको तल हामी देख्छौँ र अब चाहिँ हामी माइती घरभन्दा अलिक तल छौँ। माइती घरको हामी ट्राफिक जाममा छौँ अहिले। ट्राफिक जाम खुलिसकेको छ र अब हामी थापाथली हुँदै अघि बढ्छौँ माइती घरबाट चाहिँ। हामी माइती घरमा छौँ। अब हामी माइती घर हुँदै थापाथलीतिर अघि बढ्छौँ। थापाथलीतिर लाग्यौँ हामी एउटा। माइती घरबाट देब्रे भएर हामी थापाथली लाग्यौँ। राष्ट्रिय वाणिज्य ब्याङ्क यहाँ र थापाथलीमा रहेको सामाजिक सुरक्षा कोषको बिल्डिङ यहाँ रहेको छ साथीहरू। कसलाई कन्फ्युज छ होइन, यहाँ छ बिल्डिङ, मेन अफिस यहाँ छ, हेड अफिस थापाथलीमा। एसएसएफ पनि भनिन्छ, सामाजिक सुरक्षा कोष। कतिलाई थाहा छैन अफिस कहाँ छ भनेर है। सिजीको अफिस कहाँ छ? त्यो भित्र हो। साथीहरू हामी चाहिँ थापाथलीबाट हामी त्रिपुरेश्वरतिर अघि बढ्दैछौँ है। अब हामी हेर्न सक्नुहुन्छ हामी अलिक भिडभाडमा छौँ, अलिक जाम छ। जाम भएको कारणले गर्दा भिडियो खिच्न गाह्रो भयो। थापाथलीबाट हामी त्रिपुरेश्वरतिर अघि बढ्यौँ। ए हुन्छ त्रिपुरेश्वर। अब हामी यहाँ त्रिपुरेश्वरबाट हामी कता टेकु होइन, हामी यहाँ त्रिपुरेश्वर होइन हो हजुर। हजुर हामी चाहिँ अहिले थापाथली चोकमा छौँ। हामी थापाथली चोक सक्नुहुन्छ। अब हामी यहाँबाट थापाथली चोकबाट चाहिँ राइट लिएर हामी चाहिँ त्रिपुरेश्वरतिर जान्छौँ। यहाँबाट हामी थापाथली चोकबाट चाहिँ हामी अब राइट लिएर हामी त्रिपुरेश्वरतिर अघि बढ्छौँ। अब हामी त्रिपुरेश्वर लाग्यौँ। यो चाहिँ के मन्दिर हो, के हो सर यो? हजुर हो र, मलाई थाहा भने यार, के हो यो? हिन्दू टेम्पल हो जस्तो लाग्यो। हिन्दू टेम्पल हुने हो यार, के छ नि यो? दर्शक पनि यो के को मन्दिर हो के हो मैले चाहिँ बुझ्न सकिनँ राम्रोसँग है। अब हामी यहाँबाट चाहिँ हामी त्रिपुरेश्वरतिर लाग्छौँ। हामी
जाम त्रिपुरी चोकमा आइपुग्यो र हामी अहिले थापाथली चोकबाट हामी त्रिपुरेश्वर चोकमा आइपुगेका छौँ। रङ्गशाल यो भित्र हजुर रङ्गशाला यो के रङ्गशाला हो यो थाहा भएन यहाँ र हामी त्रिपुरेश्वर हो नि यो उसको रङ्गशाला हो त्रिपुरेश्वरको र हामी त्रिपुरेश्वर चोकमा हामी आइपुग्यौँ। अनि हामी यता हेऱ्यौँ भने हामी यता पासपोर्ट बनाउने ठाउँ यहाँ पासपोर्ट बनाउने ठाउँ यहाँ हो ए सबै जहाँसुकैको है यहाँ यो भित्र साथीहरू पासपोर्ट बनाउने चाहिँ यहीँ हो त्रिपुरेश्वर यो भित्र राजधानी विभाग। साथीहरूलाई कति साथीहरूलाई थाहा छैन राजधानी विभाग कहाँ भनेर, तर राजधानी विभाग चाहिँ त्रिपुरेश्वर चोकबाट लेफ्ट साइड हेर्नु होला देख्न सक्नुहुन्छ राजधानी विभाग भनेर। यो सबै पासपोर्ट बनाउने है यो यहाँ चाहिँ छिटो पासपोर्ट बनाइदिन्छ होइन कति दिनभित्र है कति घन्टाभित्र बनाउँछ क्या यहाँ कति 3 दिनमा हो र अब हामी त्रिपुरेश्वर हुँदै हामी टेकुतिर अघि बढ्दैछौँ है सर। ए यही हो सोध्ने हजुर पार्किङै भएन ए पार्किङ छैन यही हो सर। अब हामी टायरको मात्रमा टेकु टायर त सबै टायरहरू छ त नि यहाँबाट भित्र किनै पार्छ। हामी टेकुतिर अघि बढ्यौँ यहाँबाट र हाम्रो बाइकले चाहिँ धोका दिन लागेको कारणले गर्दा हामीले टायर हेर्नु पनि भएको छ र हामी टायर पसलमा पस्छौँ एकछिन हामी बुझ्छौँ त्यहाँ। यता पनि के हो यार टुलेट मात्रै छ त है जहाँसँग सटर भाडामा यस्तो ठाउँमा नि यार हिजो छिमेकीको कस्तो टोलेट लडेको भाइ केटी रहेछ पछाडि होइन तर लम्बै लड्यो क्या सुरु त्यहाँतिर आयो घोडायो यहाँ सोध्ने हो एकदम हामी ट्राफिक जाममा छौँ हामी। अब हामी एकछिन पार्किङ गरेर नो पार्किङ छ सर नो पार्किङ रहेको छ टायर यहीँ सोधौँ नि एकछिन बसेर हो हामी एकछिन पार्किङ गरेर हामी चाहिँ टायर बुझ्छौँ यहाँ आइए बाइकको टायर हेर्नुलाई हामी यहाँ आएको छौँ पसलमा आएको छौँ देख्न सक्नुहुन्छ 3000मा हालिदिने के यही हो यही ब्रान्ड हो उहाँ पनि होइन होला नि ब्रान्ड फरक हो नि एमआरएफ हो है हो सर एमआरएफ कम्पनी तर यही होइन होला यहाँ ओरिजिनल यहाँ है एमआरएफ हुन्छ एकछिन यसो आउँछु नि सो हामी चाहिँ बाइकको टायर सोध्न आएको थियौँ प्राइस चाहिँ 3000 भन्यो। अब हामी अर्को ठाउँ पनि बुझ्छौँ त्यही हामी चाहिँ टायर बुझेर हामी फेरि अगाडि बढ्यौँ। अब हामी टेकुतिर जान्छौँ यहाँ पनि छ टायर आमामा कस्तो भिड हो यो के भन्यो
टिभीएसको पछाडि कति भन्नु रेस्टुरेन्ट टिभीएसको पछाडि सबै सस्तो पाउँछ वर्षदिन हामी चाहिँ अब टेकुमा छौँ अहिले। अब टेकु हुँदा हामी कता पुग्छौँ? कालीमाटी। टेकु हुँदै हामी कालीमाटीतिर अघि बढ्यौँ। यहाँबाट त्यो भिडभाड थियो, जाम चल्दै बाटो एकदम भिडभाड छ, एकदम जाम छ गाडी। यो बाटो लास्टै है भाडा के थियो भिडभाड, जतिखेर नि जामै जाम हुने कि। हामी यहाँबाट कालीमाटी, हामी टेकुबाट कालीमाटी हुँदै हामी सानेपा निस्किन्छौँ। यहाँबाट देख्न सक्नुहुन्छ एकदम भिडभाड छ, एकदम भिडभाड, एकदम ट्राफिक जाम छ। ट्राफिक जाम खुलेको छ यहाँबाट र हामी फेरि यहाँबाट अघि बढ्यौँ। ट्राफिक जाम चल्दै हामी अघि बढ्दैछौँ। अब हामी कालीमाटी पुग्छौँ, टेकु रोड। हामी कालीमाटी हजुर हामी सानेपा साइड निस्क्यौँ है। हामी सानेपा साइड जाँदैछौँ हामी। वर्षबिन हामी सानेपा, हामी टेकु हुँदै सानेपातिर मोड्यौँ हामी। अहिले हामी सानेपा जाँदैछौँ। यात्रा सानेपा, अब सानेपा जान्छौँ। यो साइडमा नि काम गर्यो नि सर, सानेपा पनि भयो पुग्थ्यौँ। तर हामी अगाडि हामी एकदम कन्फ्युज भएको थियौँ। हो नि यहाँ त यहाँ त गएको थियो। फर्सी हेर्नु नि त्यहाँ। हजुर फर्सी फर्सी है, फर्सी भयो त।तिर पहिलोचोटि हामी काम गर्नु यहाँ आएको थियौँ है सर। अब म लोकेसन थाहा नपरेर नयाँ राइडर थियो है, यस्तो गाह्रो भएको थाहा नभएर बल्ल 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 एउटा ट्याक्स झन्डै 2-3 घन्टा लाग्यो सर। एउटा ट्याक्स फर्स्टमा अनि पहिलो दिनमै सानेपा हाल्थ्यो कि, अनि एउटा ट्याक्स पुऱ्याएको 3 घन्टा लागेको। नयाँ राइडर बिचरा लोकेसन हेर्न आउने, म पनि त्यतिर अब के नै थियो नि, नयाँ थियो। आमामा हामी सानेपा छौँ, सानेपा जाँदैछौँ। भयो त यो कुन साइडमा मेरो पहिलो काम भनेको यही साइडमा भएको क्या सर। त्यति गाह्रो भएको। फेरि तपाईँको
बिचरा केही पनि थाहा नभएको त्यो मान्छेले यहाँ दर्शक दिन हामी सानेपा छौँ है अहिले करिडोर बाटो हिँड्दैछौँ हामी सानेपा ठुलो है हामी हाइवे निस्क्यौँ यो परेको यो हामी त्यो हुँदै हामी सानेपा हुँदै हामी यो मेन हाइवे कलङ्की जाने उता खानकोट जाने हाइवेमा आइपुग्नु लाग्यो हामी अब यहाँबाट चाहिँ हामी कलङ्की साइड जान्छौँ अब हामी यहाँबाट लेफ्ट मोडिएर चाहिँ हामी अहिले यता फर्क्यौँ अब हामी भित्री बाटो हाम्रो अफिसमा आइपुग्नु लाग्यौँ हाम्रो आजको टार्गेट चाहिँ हामी अफिस आउनु थियो त्यही भएर अफिसमा आइपुग्नु लाग्यौँ हामी अब बाटो आएको छौँ हामी अब लगभग हामी अफिस आइपुग्नु लाग्यौँ त्यही भएर अब कम्ती मिस्त्री स्टेजमा छौँ हामी हामी अफिस छिर्छौँ हामी अफिस साइड छिर्यौँ हजुर हामी सानेपा दर्शक दिन हामी सानेपा छौँ सानेपा हुँदै हामी भित्रभित्रै हामी ती बाटो हिँड्दैछौँ हामी सानै यो ठुलो बिल्डिङ छ है केटाहरूको जक्सन चाहिँ कहाँ रहेछ अहिले यार अब चाहिँ हामी हाम्रो अफिसमा आइपुग्न लाग्यौँ आजको भिडियो यहीँ समाप्त